है गाइज गेम हेरौँ है त ल बबाल रमाइलो छ ल जामे है ओहो उनी बरै ल छातीमै देऊ त नि यी भाइहरू पछि एकदम राम्रो खेलाडी हुन्छन् ल कन्फर्म हो बना 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 हामी पनि सानो हुँदाखेरि यस्तै खेलिन्थ्यो है गेमहरू ग्राउन्ड पनि यस्तै हुन्थ्यो अनि बल पनि यस्तै राम्रो हुँदैन ल के हो झगडा पऱ्यो के हो फेरि ल अब चाहिँ गेम स्टार्ट हुन्छ नि अब 100 रुपैयाँको यहाँ म्याच हुँदै गइरहेको छ हुन गइरहेको छ है झरना र याची बीच यो सानोमा रमाइलो हुन्छ एउटा नम्बर गन त नम्बर गन एउटा अलि ठुलो हुँदै गएपछि त्यस्तै हो अब गाह्रो छ जिन्दगी नम्बर गर्ने ल बहा भएन ल अब चाहिँ स्टार्ट हुन्छ गेम ल ल स्टार्ट भइसक्यो सर्भिसिङ पुरै यति बेला आउने यहाँ याची जम सर्भिस दिँदो रहेछ नि गाह्रो छ जिन्दगी लिन सफल है देऊ देऊ ओहो नि माथिबाट हान्थ्यो त नि गर्दै फेरि ल एक बराबर भयो ल हान भाइ हान हान हो यस्तो हो क्या ओहो पिचबाट चाहिँ कडा रहेछ नि सेटल जस्तो उठाउँदो रहेछ नि ओहो नि बलुन कस्तो लिएको तर हामी चाहिँ त्यो सानो हुँदाखेरि यस्तोहरू चाहिँ लिन्थेन है यस्तो यस्तो चाहिँ पाइँदैन पुरै यसरी गर्नु पर्थ्यो नि त कहाँ भाइहरू रहेछन् हो राम्रो खेल्दो रहेछ मजाले हेरौँ है त ल सानोमा सबैजना यस्तै हामी पनि यस्तै खेले हो ग्राउन्ड पनि राम्रो रहेछ नि हाम्रो त यति पनि हुन्थेन नि नम्बर 5 निर्माया ओहो बोल्दा यस्तो लिँदो रहेछन् ल मिठो बलक छ अलि जोडले हान भाइ ओ यस्तो गरेर पछाडिबाट लगेर त नि बरु मर्छु होला हो 3 हो कि 2 हो 3 पावरले हो जाने आउट भयो के हो सकिएछ गेम त कति छिटो लगाइन्छ है यस्तै यस्तै भिडियो हेर्नको लागि चाहिँ मलाई फलो गर्नु होला अनि मेरो फेसबुक पेजमा अनि मेरो टिकटकमा पनि आउँछ सबैजनाले मलाई चाहिँ फलो गर्नु पर्यो गाइज ल